हे एभ्रिवान र आज चाहिँ फेरि तपाईँहरूलाई म बगनविलिया देखाउँदैछु है। र यो बगनविलिया चाहिँ अस्ति भर्खरै मैले डिसेम्बर जनवरीमा पुरा फुलेर चाहिँ मेरो ब्याल्कनीमा सजाएको देखाएको थिएँ तपाईँहरूलाई है। र यो चाहिँ फेरि फुलेको छ मेरो बगनविलिया चाहिँ। र यो 2 महिना फुलिसकेर चाहिँ मैले यसलाई फेरि छतमा ल्याएर चाहिँ कटिङ गरेको थिएँ है। यसको फुलिसकेको आगाहरूलाई सबैले फ्याँकेँ मैले। अनि त्यहाँदेखि चाहिँ फर्टिलाइजरहरू दिएँ। त्यसको बादमा चाहिँ 15-20 दिनको बादमा फेरि यस्तो प्रकारले फुल दिएको छ मेरो बगनविलियाले है। र बगनविलियालाई चाहिँ यस्तै प्रकारले नै केयर गर्नुपर्ने हुन्छ है। र यसलाई चाहिँ विशेष फुलिसकेपछि चाहिँ माया नगरिकन यसलाई चाहिँ कटिङ गरिहाल्नुपर्छ। यसलाई बढ्नु बेसी दिनु हुँदैन है। यसको पत्ताहरू बेसी हुनु दिनु हुँदैन। र त्यसो गर्नाले चाहिँ एकदमै राम्रोसँगले बगनविलियाले फुल दिइरहन्छ है। र यो प्राय नै फुलिरहने हुन्छ यो चाहिँ है। केही समयको लागि मात्रै स्टप हुन्छ। र यस्तो राम्रोसँगले केयर गर्यो भने चाहिँ यसरी फुल दिन्छ है त बगनविलियाले।